आँटेको फेरि दिदी है भेट्नु मात्रै आँखा सुन्नेछ नि आँखा सुन्नेछ भगवान् नि पवन भाइ तिमी किन नगएको तिमीलाई मैले बेबो दिदीले गर्दाखेरि चिनेको अथवा बेबोले गर्दा चिनेको म तिमीलाई अनसब्सक्राइब गर्छु तिम्रो युट्युब ग्रो नि बेबोले गर्दा भएको तिमी यस्तो गर्छौ भाइ आज आएर गद्दारी काम गर्छु भनेर मलाई धेरैले प्रश्न उठाउनु भयो होइन किन बेबो दिदी घर नगएको किन बेबो दिदी घर नगएको तिमी यसरी हाँसी खुसी टिकटक बनाइ बस्छौ बेबोलाई कति दुःख परिरहेछ उता भनेर भन्नुभएको छ होइन सुखको बेला मात्रै जान्छु बर्थडेको बेला जान्छु अरू बेला जान्छु दुःखको बेला चाहिँ जाँदैनौ भाइ भन्नुभयो हामीलाई खबरै थिएन तपाईहरु जस्तो मन त्यस्तै हो गाइज पब्लिक हैन हेलो गाइज वेलकम टु माई न्यू ब्लग आजको ब्लग चाहिँ कस्तो लागेको छ भन्दाखेरि चाहिँ मलाई धेरै जनाले टिकटक देखि लिएर इन्स्टाग्राम युट्युब पर्सनली मेसेजमा पनि बेबो घर किन नगएको बेबो दिदी घर किन नगएको भनेर मेसेज गर्नु भएको थियो अनि गाइज हिजो चाहिँ के भयो कसो भयो मलाई थाहा थिएन हैन आज चाहिँ म जाँदैछु बेबो दिदी घरमा अहिले चाहिँ म सपिङ गर्न आउँछु या किन भन्दाखेरि चाहिँ अब भर्खर यस्तो घटना घटेको छ है हाम्रो बोजूलाई मृत्यु भएको कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ म यहाँ सपिङ गर्न आउँछु सुसुमा किन्छु सबै कुराहरू किन्छु अनि किनेपछि चाहिँ अहिले हजुरहरूले सबै कुरा भन्छु र के भएको थियो कसो कसो कुरा भएको थियो भनेर सो गाइज हजुरहरू च्यानलमा नयाँ सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला है त दिउ बोक्न र ठुलो ठुलो जम्बु दिउ अनि एउटा कोक बोक जम्बु जम्बु बोक्न दिँदा मिलाइ मिलाइ लानु बिस्कुटहरु पनि हेर्नु है बिस्कुट लानु कि बाहिर लानु बरु फलफुल लानु है बिस्कुट फलफुल राम्रो सो गाइज अब फलफुलतिर जाउँ न त सो गाइज अब यहाँबाट चाहिँ हामी गएर फलफुल पसलतिर जान्छौँ अंगुर कसरी छ दाजु अंगुर भाइ 80 रुपैयाँ पाउ 80 रुपैयाँ पाउ अंगुर अनि त्यसपछि स्याउ पनि लाग्नुपर्छ ल म अंगुर स्याउ अनि त्यसपछि अरू के लगिन्छ अहिले चाहिँ हामी आँपहरू किन्दैछौँ आँप हाल्यो राम्रो पनि हुन्छ एउटा चाहिँ यहाँ खरबुजा पनि लग्ने भयो अनि एउटा चाहिँ यहाँ आँप होइन अनि अब अंगुर पनि के गर्दिनु अरे तपाईलाई भन्नु त फेरि के गर्दिनु अरे मलाई ब्याक फलो गर्दिनु ल ब्याक फलो अरे सो गाइज अहिले चाहिँ हामी बेबो दिदीकोमा जाँदैछौँ होइन अहिले यति धेरै घाम पनि लागिरहेछ अब जानुपर्नेछ अनि मैले चाहिँ तपाईँहरूलाई चाहिँ एकछिनपछि एउटा कुरा पनि भन्नु परेछ क्या एकदमै धेरै मैले यो सोसियल मिडियामा आएपछि लाइक हुन्छ नि कमेन्ट्सहरूमा हिजो आज मैले एकदम खाइराख्नु परेको छ त्यो कुराहरू म हजुरहरूलाई त्यो कुरा पनि एकछिनपछि सेयर गर्छु सो प्लिज यो भ्लग चाहिँ अन्तिमसम्म हेर्नु होला है त सो गाइज अहिले चाहिँ हामी यहाँ खोलामा आइसकेको छौँ बिस्तारै उतार्नु न सक्नुहुन्न ल म उयो गर्नु नि त म कुदाउँछु ल यो देखाइदिनु त ल अलिकति उतिर्नु त गलेर होइन म चढ्दिन है हामी बेबो दिदी घरमा बेबोको घरमा ऊ पर हो अब बोजू मर्नु भयो नि त अनि त्यसपछि मायाले भेट्नु भयो क्या भेट्नु बाटो अप्ठ्यारो छ नि कस्तो अप्ठ्यारो बाटो हिँड त पवन म चढ्नु म चढ्छु ल खै खुसली नै डर लाग्छ त है त अब जाउँ है त बाटो चाहिँ डेन्जर छ क्या ला यता ओर्लिजु ओर्लिजु म ओर्लिजु ओर्लिजु म ओर्लिजु भन्नु मान्न रुख मैले भनेको मान्न त्यति चाहिँ रुख भनेको मान्न तर्सेको
के हाँसेको यतै बाटो चाहिँ यस्तो अनि डरले साथीहरू युट्युब आउँछ है भरे भोलि आउँछ भोलि बिहान आउँछ भोलि भित्र भोलि तर बाटो चाहिँ कस्तो अप्ठ्यारो यहाँ बाटो परेसम्म अप्ठ्यारो आउनु त मन लाग्छ बाटो चाहिँ ट्रेनिङ लिँदा गयो हो बुट लड्दैन होइन स्कुटी चिप्लिहाल्छ क्या नि त मलाई एक त चिप्लिनु स्कुटी ट्याक्टर चिप्लिनु कुन हामी अगाडि जानु पक्रेर जाने एकछिनमा रोकेर हाम्रो पब्लिकहरूलाई एउटा कुरा पनि भन्नुपर्ने छ त्यही भएर चाहिँ म अगाडि रोक्छु यता जानु कि उता जानु तर हिँड्नु पर्छ निकै हजुर हामी लाग्यौँ है त त्यो बाइक कस्तो मिल्दैन बिउटीहरू त है हाम्रो पब्लिकहरू धेरै भयो नि फेरि गाडी भाइ जान्छ भनेन त बस्ती नगर यो बाटो हिँड्दै पाउनु गाडी त हाम्रो भाइ पनि बाटो यस्तो दुःख छ नि आउनु पनि यता सक्छ यता आउँछ हाई सबैजनामा नमस्ते म चाहिँ आज के कुरा भन्न आएको भन्दाखेरि चाहिँ मैले चाहिँ हिजो हाम्रो यता के अरे टिकटकहरू भिडियो पोस्ट गरिरहेको थिएँ अनि त्यहाँपछि पोस्ट गर्ने क्रममा चाहिँ मैले ठ्याक्कै एउटा स्क्रोल गर्दै हाम्रो बेबु दिदीको आमाको निधन भएको भन्ने टाइपको एउटा खबर देखेँ मैले होइन त्यहाँ टिकटकमा अनि त्यहाँपछि कस्तो भन्दाखेरि एउटा पोस्टर मात्रै देखेँ जुन चाहिँ बेबु दिदीले नै अपलोड गर्नुभएको थियो अनि त्यसमा चाहिँ अनि मैले एकदम सक भयो मम्मीलाई सुनाएँ हामी सबैजना सकिङ भयौँ लाइक म त हिजो प्रोग्राममा पनि गएको थिएँ नि त प्रोग्राममै हामीले थाहा पाएको अनि कस्तो नराम्रो लाग्यो त्यस्तै 5 बजे कि 6 बजीतिर थाहा पायौँ होला रातिको बेलुकाको अनि त्यहाँपछि साह्रै नराम्रो लाग्यो अनि उहाँलाई रेस्ट इन पिस अनि त्यहाँपछि कस्तो भन्दाखेरि चाहिँ अनि सबैजनाले चाहिँ मेरो भिडियोहरूमा कमेन्टमा आएर भन्नु हुँदै थियो कि पवन भाइ तिमी किन नगएको तिमीलाई मैले बेबो दिदीले गर्दाखेरि चिनेको अथवा बेबोले गर्दा चिनेको म तिमीलाई अनसब्सक्राइब गर्छु तिम्रो युट्युब ग्रो नि बेबोले गर्दा भएको तिमी यस्तो गर्छु भाइ आज आएर गद्दारी काम गर्छु भनेर मलाई धेरैले प्रश्न उठाउनु भयो होइन किन बेबो दिदी घर नगएको किन बेबो दिदी घर नगएको तिमी यसरी हाँसी खुसी टिकटक बनाइबस्छु बेबोलाई कति दुःख परिरहेछ उता भनेर भन्नुभएको छ होइन सुखको बेला मात्रै जान्छु बर्थडेको बेला जान्छु अरू बेला जान्छु दुःखको बेला चाहिँ जाँदैनौ भाइ भन्नुभयो हामीलाई खबरै थिएन तपाईँहरू जस्तो मन त्यस्तै हो गाइज पब्लिक होइन लाइक मैले पनि सोसियल मिडियाबाटै थाहा पाएको मलाई पनि पर्सनली कसैले म्यासेज गरेन कल पनि गरेन यस्तो भयो त्यस्तो भयो भनेर होइन अनि मैले 5-6 बजीतिर बेलुकातिर थाहा पाएँ अनि त्यो चाहिँ हाम्रो यता दिपक गोली दाईहरू अनि हाम्रो भेनाहरूको लाइक भेना र हाम्रो बेबु दिदीको चाहिँ सँगै भएको बेला दिपक गोली दाईले पोस्ट गर्नुभएको थियो एउटा भिडियो जुन चाहिँ हाम्रो बोजूलाई चाहिँ अगाडि जलाइरहेको अनि हाम्रो बेबु दिदी र भेनाले हेरिरहेको फुटेज चाहिँ जुन सार्वजनिक गर्नुभएको थियो दिपक गोलीजीले अनि हाम्रो यता डाक्टर शशाङ्कजीले पनि गर्नुभएको रहेछ अनि त्यो बेला भिडियो चाहिँ म देखिन किन दिनभरि प्रोग्राममा थिएँ डाइरेक्ट 5-6 बजे यसो फोन हेर्छु त त्यस्तो देखेँ म त अचम्मै पऱ्यो छक्कै पऱ्यो हिजो बेलुका जाम भनेको अब नभ्याएर अब के होला भनेर अनि त्यहाँ आज चाहिँ म आएको छु सो सबैजनालाई चाहिँ एक्सट्रिमली सरी मैले नथाहा पाएर हो तपाईँहरूले त्यस्तो नसम्झिनु होला है कमेन्टहरूमा मलाई त्यस्तो नभन्नु होला अनसब्सक्राइब गर्छु यता त्यता नभन्नु होला है मैले त्यस्तो कहिले केही सोचे पनि छुइनँ मैले नराम्रो केही छैन आफ्नो दिदी हो अनि म अहिले मेरो अब 4 बजेको पोखराको फ्लाइट छ त्यही पनि म एकदम इम्पोर्टेन्ट काम छ मेरो पोखरामा त्यही पनि म आउँदैछु अहिले किन भन्दाखेरि अहिले ठ्याक्कै म 2 बजीरा चाहिँ मेरो 4 बजे फ्लाइट छ त्यही पनि म आइरहेको छु किन भन्दाखेरि
भ्याइ नभए पनि आइरहेको छु किनकि हजुरहरूको लागि पनि अनि हाम्रो स्पेसली हाम्रो बेबु दिदीको लागि पनि अब हजुरहरूको लागि चाहिँ कसरी भन्दाखेरि चाहिँ म भिडियो नबनाइकन आउनु सक्थेँ नि त आएर निस्केर गइ नै हाल्थेँ अब हजुरले भिडियो बनाएन भने यो भाइ गएन भने पनि थाहा हुन्छ नि त लाइक देखिँदैन नि त अनि त्यही भएको कारणले गर्दाखेरि चाहिँ भाइ गएन छ भनेर तपाईँलाई लाग्छ भने चाहिँ मैले भिडियो पनि बनाएँ भ्लग पनि प्रोपर भ्लग बनाएर गएको सो अब चाहिँ म जान्छु हामी बेबु दिदी घर चाहिँ उहाँ माथि छ अब चाहिँ म यताबाट जान्छु जे होस् अब हामी फर्केर जान्छौँ किन भन्दाखेरि चाहिँ यहाँ चाहिँ बाटो खराब रहेछ अघिबाट आउँदाखेरि एकदम खराब थियो बाटो अनि अहिले चाहिँ अब हामी यताबाट घुमेर अनि बेबु दिदीको घर जान्छौँ है त गाइस सो अब हेरिदिनु होला अन्तिमसम्म यो ब्लग अनि सबैजनाले माया गरिदिनु होला है त गाइस दिदीलाई नभेटे पनि बाटो अप्ठ्यारोबाट फेरि हामी फर्क्यौँ नि यहाँ त पानी आएछ है पानी थियो हिँड्दै हिँड्दैछ अन्त यहाँबाट हिँड्नु जस्तो लाग्यो होइन र होइन होला यिनीहरूले पढिदिन्छ बाटो त होइन जस्तो लाग्यो होइन हिँड्नु पर्दैछ घरै त भुल्यौँ हामी त अब के गर्ने अहिले पढ्यो होटेल दोकानमा छ क्या उसको आफन्तको के हो पोख्दै हेरौँ होइन यो होइन त्यो थियो क्या है यो दोकानबाट दिदी छैन नि हामी जाने फर्केर आयो है धेरै गर्मी जानुपर्छ हिँड्नु मात्रै रोक्नु है हुँदैन स्कुटी चाहिँ चौकै पर्छ क्या हो त नि सिधै त देउ दिदी घर चाहिँ सिधा उपर ए के वहाँ पर छ घरमा हो यही बाटो त हो त भिलेसम्म जानु कि एकचोटि यो बाटो हिँड्यो हामी एकचोटि पनि तपाईँ आएको नि हामी होइन बर्दिनबाट तपाईँ आएको यहाँ चाहिँ हामी धेरै बस्छौँ दिदीलाई मम्मीलाई मकै बारी पनि हेर्नु मकै खाने बेला भयो घरमा आइपुग्नु टाढो छ नि हाम्रो घर कता कता सिङ्गल लैजाऊ सिङ्गल यहाँ सम्मान बाबुको भिडियो हेरेँ गर्थेँ आज त सबै मान्छे देखेँ ए अहिले पो चिनेर ल मम्मी होइन हजुर मेरो मम्मी अन्त मैले आमा छोराको भिडियो नि म चाहिँ आमा छोरा होइन होला दिदीभाइ होला भनिरहन्छु के भन्नु अरे आमा छोरा होइन होला दिदीभाइ होला भनिरहन्छु ए दिदीभाइ गर्मीको टाढा हुन्छ क्या
हजुर बिचमा हेर्दा काकी साथी चाहिँ खालि त्यो गोल्डन फर्म खाने अनि म चाहिँ उनीहरूको डल्ला खोज्नु गएको फागुनमा खेतमा अनि उनीहरू पक्कै खाने उनीहरू त थुकेको गर्दा चाहिँ मलाई त के थाहा म पनि थोरै मागेर मुखमा हालेको म चाहिँ जति थुकाउँछ उति निल्दो रहेछु क्या ओइ कञ्चन ऊ तराबाट भाइ आउनु भएको छ भाइ त्यसो अब हामी जान्छौँ अनि सुन्नु न ऊ डेपुटीले आउनुभएको छ भने भन्नु ल म फेरि निस्किहाल्नु पर्छ हजुर दिदी नमस्ते भर्खर आएको दिदी अहिले फेरि त पोखरा जानुपर्ने अहिले फेरि एकछिनमा म फेरि एकछिन पछि हजुर म जान आँटेको मेरो पोखराको फ्लाइट छ अहिले म जान आँटेको फेरि दिदी है भेट्नु मात्रै आँखा सुन्नेछ नि हुन्छ आँखा सुन्नेछ भगभग भयो नि हुन्छ हस् दिदी म लागेँ है त हुन्छ हस् फेरि ह्यान्डसेक हस् हस् म लागेँ है त भेट्नु मात्रै आएको ल किनभने मान्छेहरू सबै घर अहिले छ टिकट काटिसकेको छ अनि फेरि ऊ गएपछि 3-4 दिनपछि आउँछ अनि फेरि अब यति यसलाई सबैले प्रश्न सोधेको छ सुख मात्रै जाने दुःखमा हामी थाहा थिएन नि त हिजो आइहाल्नु थाहा थिएन नि त हिजो यसलाई उता बोलाएको थियो मान्छे घरमा हुँदैन नि त अनि भेट्नै गयो भनेर मात्र माया हुन्छ भन्ने नि आफ्नो पनि समय परिस्थिति अनि होइन अरूले नभने हामी भेट्नु चाहिँ आउँथ्यौँ तर पनि मान्छेले अब बानी भएर थिएन नि त यहाँ आएपछि थाहै हाल्नुहुन्छ अहिले यो त गइहाल्नु पर्ने छ कि त्यसै गयौँ भेट्यो फेरि पछि आउँछौँ नि हामीले भेट्नु मात्रै आएको हिजो आउँथ्यौँ थाहा पाएको भए तर हामी हिजो चाहिँ किनभने थाहा भएन हामीलाई बेलुका पो हामी यो नानीलाई इटरीमा बोलाएको थियो कि अनि इटरीमा गएको थियौँ हामीले दिउँसो केही थाहा थिएन गुलमुरमा बस्यौँ भरे बेलुका पो हालेको छ बेहुले हालेको छ क्या हामी छक्क पऱ्यौँ सबैजना अनि फेरि अब यो आज गइहाल्छ अनि 3-4 दिनपछि 4-5 दिनपछि मात्रै आउँछ नि फेरि अनि एकपल्ट अब आज म नगए जान्छ नि अहिले अब जाने बित्तिकै हिँडिहाल्छ ऊ अनि एकपल्ट भेटेरमा जा भोलि नराम्रो किनभने बरु म मात्रै अनि आउँथेँ भोलि म मात्रै अनि जानु कि भने मैले यो गए पनि तर होइन म पनि एकपल्ट दिदीलाई हेर्छु गराउँछु भनौँ अनि ए हुन्छ ल गयौँ ल हस् फेरि भोलि भेटौँ ल हाँस्यो पक्कै रेट बिरामी भएको थियो निकाल्नु होला निकाल्नु पर्छ यहाँ निकाल्नै पऱ्यो त्यो लागेन पनि त्यसो कस्तो त के गर्नु खै त उठ्छ भने त कस्तो भाँसेको स्कुटी यस्तै हुँदैन स्कुटी केटाकेटी चलाउने मात्रै हो नि त सो गाइस हामी चाहिँ यता बेहु दिदीकोमा पुगेर आइसक्यौँ होइन म चाहिँ लास्ट कति नै थाकिरहेको छु किन थाकिरहेको छु भन्दाखेरि चाहिँ किन थाकिरहेको छु भन्दाखेरि बाटै यस्तो छ नि त अनि बाटो लास्टै खराब भएको कारणले गर्दाखेरि चाहिँ म चाहिँ लास्टै थाकिरहेको छु अनि बेहु दिदी चाहिँ उठ्नु पाउनु भएन किनकि लास्टै थाकिराख्नु भएको थियो बेहु दिदी पनि उहाँको आँखाहरू पनि एकदम सुन्नेर है रातभर रुनु भयो होला बिचरा अनि त्यही भएर आँखा सुन्ने चाहिँ एकदम नउठ्ने स्थितिमा हुनुहुन्छ अनि त्यही भएर मसँग एकछिन आइहाल्यो भनेर भन्नुभयो अनि त्यहाँपछि उहाँ सुति नै हाल्नुभयो जे होस् अब चाहिँ कस्तो भन्दाखेरि चाहिँ बेहु दिदीलाई हामी सबैजना मिलेर एकदम धेरै माया गर्नुपर्छ किन भन्दाखेरि बेहु दिदी चाहिँ एकदम लोएस्ट पार्टमा हुनुहुन्छ नि त्यति बेला सो हामी सबैजना मिल्नुपर्छ अनि अर्को कुरा चाहिँ के भन्दाखेरि चाहिँ अब चाहिँ मेरो रिक्समा चाहिँ पोखराको फ्लाइट चाहिँ म फेरि पोखराको फ्लाइटमा चढि नै हाल्छु अनि सो गाइस अनि हजुरहरूले चाहिँ भन्नुहुन्थ्यो कि मलाई अब खोइ किन्न सुखमा साथ दुःखमा चाहिँ साथ भन्नुभएको थियो सो गाइसमा गइ पनि सक्यो हजुरले देखि पनि सक्नुको बेहु दिदीसँग भेटेँ होइन एकछिन गफसप पनि भइयो अन्त एकछिन म फेरि फर्कि पनि हालेँ होइन सो गाइस अनि त्यस्तो केही नि होइन हजुरले भेट्दैमा राम्रो हुने नभेट्दैमा नराम्रो हुने केही नि होइन गाइस त्यस्तो कमेन्ट नगरिदिनु होला है अनि हाम्रो सुरक्षा केसी दिदीलाई पनि कति धेरै त्यस्तो भन्नुभएको रहेछ उहाँले पनि नभ्याएर हो गाइस त्यस्तो नभन्नु होला उहाँले लाइक आफ्नो ससुआमालाई चाहिँ उपचार गर्नुको लागि ल्याउनु भएको छ नि त गाउँबाट सो त्यही भएर उहाँ चाहिँ उतै बिजी हुनुहुन्छ तपाईँहरूले उहाँलाई त्यस्तो नभन्नु होला सबैजना त्यो टाइम नजुरेर नभेट्या हो नि त सो त्यही हो कसैले नराम्रो भन्ने काम नगरौँ
अनि जे होस् आज भेट पनि भयो। जहिले घरमा जाँदाखेरि हामीले बोजूले देख्नु पाउँथ्यौँ। फर्स्ट टाइम मैले बोजू पनि देखिनँ, एकदम धेरै नराम्रो पनि लाग्यो होइन। तर हामी चाहिँ एकछिन 10-15 मिनट पनि मजाले बसिनँ, किन भन्दाखेरि चाहिँ बेबो दिदी सुत्ने रात बाद एकदम स्थितिमै हुनुहुन्न थियो, बोल्ने स्थितिमा हुनुहुन्न थियो। त्यही भएको कारणले गर्दाखेरि। तर जे होस् म पोखराबाट आएर फेरि भेटि नै हाल्छु दिदीलाई। अहिले चाहिँ पोखरा गएको छु, फेरि आएर म दिदीसँग फेरि भेट भइ नै हाल्छ हाम्रो। त्यस आज चाहिँ मजाले बोलचाल भएको छैन हाम्रो, भएन पनि रियलमा, तर ठिक छ, केही छैन। अब हामी नेक्स्ट टाइम फेरि भेटेपछि दिदी र हाम्रो बोलचाल राम्ररी भइ नै हाल्छ, राम्ररी भिडियो सिडियो पनि बनाउँछौँ। अब हामी सबैजना मिलेर बेबुदीलाई खुसी बनाउनुपर्छ है त गाइज। सो गाइज अब चाहिँ म भ्लग इन गर्नु जाँदैछु। सबैजनामा चाहिँ मेरो एकदमै धेरै सम्झना, अनि हाम्रो बोजूलाई सबैजनाले कमेन्टमा रेस्ट इन पिस लेखिदिनु होला, उहाँको आत्माले शान्ति पाओस् होइन। अनि त्यसपछि म चाहिँ एकदमै धेरै हुन्छ नि बेबुदीलाई नि एकदम मिस गरिरहेको थिएँ। अनि त्यसपछि बेबुदीसँग भेटेँ, अनि चाहिँ हाम्रो बोजूलाई पनि अब भेट्ने मौकै जुरेन। भेट्नुभन्दा अगाडि नै बोजूले हामीले छोडेर गइहाल्नुभयो। सो गाइज त्यही नै अब सबैजनाले कमेन्टमा भनिदिनु होला, अनि च्यानल नयाँ हुन्छ सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला है त गाइज। बाई सबैजनामा।